नमस्कार। धेरैपछि तपाईँहरूको म आफ्नो कुराहरू व्यक्त गर्न खोजेँ। अझ मलाई सोही साध्य छैन, तर म राजनीतिक गतिविधि अहिले भएको राजनीतिक गतिविधि राजनीति सचेतक हुँ। जस्तो नेकपा एमाले, नेपाली काङ्ग्रेस, विभिन्न पार्टी छन् नि, यिनीहरूले देश कहिले बनाएनन्। यिनीहरूले पार्टी बनाउन खोजे। पार्टी पनि कसरी बनाए भने, जस्तो यिनीहरू सत्तामा बस्दा सरकारी सेना प्रहरीको बलमा जनतालाई दमन गर्ने र जब यिनीहरूले सत्ताभन्दा बाहिरिए भनेपछि गुन्डाको सहायताद्वारा यिनीहरू बस्ने भनेपछि म एउटा कुरा के हजुरहरूलाई के जगजाहेर गर्छु भने नेताको सम्पत्तिको छानबिन अरे नेताको सम्पत्ति नै हुँदैन। नेता यस्तो साधकी मान्छे हुन्छ, यस्तो फिलोसफीवाला हुन्छ, ऊ सम्पत्ति होल्ड गरेर कहिले बस्दैन। अर्को कुरा म के भन्छु भने, जब म एउटा सर्वसाधारण बाहिर कतै जान पर्यो भने एक प्लेट मोमो खानु अथवा एक खाजा खानु पर्यो भने मैले खल्तीबाट पैसा ननिकाले मैले खान पाउँदिनँ। मलाई तिर्ख लाग्यो भने एक बोतल पानी मैले पैसा खल्तीबाट निकाली खान पाउँदिनँ। र कतिपय अवस्थामा पैसा नहुँदा म तिर्ख धेरै दिनसम्म हिँडेको अनुभव छ। यसमा म के भन्छु भने, जब नेताहरू विभिन्न कार्यक्रममा जान्छन्, विभिन्न मिटिङहरूमा जान्छन्, के यिनीहरूलाई पैसा कहाँबाट आउँछ? यिनीहरूले पानी कहाँबाट खान्छन्? खाजा कहाँबाट खान्छन्? मेरो सरकार भ्रष्टाचार त्यो पानीमा समेत नहोस्। कुनै पनि व्यक्तिले आफ्नो खानु छ भने आफ्नो खल्तीबाट खाओस् र बचेको पानी के गरोस्, फेरि खल्तीमा बोकेर हिँडोस्। म त्यो खालको मान्छे। आफ्नो खल्तीबाट किनेको पैसाको पानी उसलाई खल्तीमा बोकेर जान मन लाग्छ र उसले चाहिँ किनेको छैन भने अलिकति पानी खान्छ, बाँकी पानी वेस्टेज हुन्छ। यसरी राष्ट्रिय दहन भइराखेको छ। राजाको पालामा र अहिलेको दलहरूको पालामा किन फरक भयो र विकास किन हुन सकेन? नेपालको ग्रेट राज संस्था नै हो। म किन राज संस्था भन्छु भने, म राज संस्थाको त्यति ठुलो पक्षधर होइन। 240 वर्ष शासन एउटै व्यक्तिले गर्नु भनेको नट अ जोक। यहाँ त अब 20-30 वर्षमा शासन गरेका देश सके। राजाले 240 वर्षसम्म एकै व्यक्तिले शासन गर्दा कति सम्पत्ति जुटाएका थिए, कति कल कारखाना थिए, कति राजमार्गहरू खोलेका थिए। भनिन्छ राजाका पालामा, अहिले त्यो बेलाको फोटो देखाएर राजाका पालामा यस्तो थियो। त्यो बेलाको सभ्यता नै त्यस्तो थियो। विकास क्रमिक रूपले ग्रेजुअली हुँदै थियो। यदि राजा आजसम्म बसेको भए यो जनताको विकास आज योभन्दा पनि बढी हुन्थ्यो। भलै त्यहाँ धेरै समस्याहरू थियो होला, राजाको पालामा पनि केही समस्याहरू थियो होला, राजाहरू सुध्रिनुपर्ने आवश्यकता थियो होला। शासकहरू 240 वर्षसम्म बस्दासम्म एउटा मोनोपोली भइसकेको थियो होला। त्यो मोनोपोली हुनु पनि त्यो बेला 240 वर्ष शासकको मोनोपोली हुनु त्यो नेचुरल्ली थियो। अब आजको शासक, हिजो माओवादीको कुरा गरौँ, पछिल्लो समयमा राजनीतिक दलमा आएको ठुलो दल अथवा जनताको म हिमायती, जनताको सेनानी भनेर आउने दलले तपाईँहरूले देख्नै भयो कति भ्रष्टाचार र कति गुन्डा पालेको छ। तर मैले एउटा जहिले पनि मलाई चित्त बुझ्दै नबुझ्ने कुराहरू भने, लिडर एकदम कम राख्नुपर्छ। लिडरमा एउटा फिलोसफी हुनुपर्छ। देशको एउटा कालखण्ड चल्ने भनेको निश्चित एउटा फिलोसफीमा चल्ने हो। फिलोसफीको अराउन्डमा चाहिँ कानुन बनाउने हो र कानुनको उसमा दायरामा चल्ने। यहाँ त के छ भने कुनै फिलोसफी छैन। 5वटा दलहरू मिलेर शासन चलाएको छ। 5वटा दलको वाट इज द फिलोसफी, फकिङ फिलोसफी? त्यसलाई वाट इज द फिलोसफी अफ द्याट? त्यसलाई कुन फिलोसफी भन्ने? त्यहाँ कुनै पनि फिलोसफीले काम गरे हुँदैन। र कुनै पनि राजनीतिक पार्टीहरू पार्टी सिस्टममा देश चलाउनु भनेकै देशलाई क्लस्टर गर्नु हो र वान पार्टी सिस्टम हुनुपर्छ। र देश विकास हामीले चाहेको, एमाले चाहेको होइन, हामीले माओवादी चाहेको होइन, हामीले विकास चाहेको, हामीले करप्सन नहोस् भन्ने चाहेको, हामीलाई सुशासन चाहिएको, हामीलाई शान्ति चाहिएको, सुविधा चाहिएको, हामीलाई एमाले चाहिएको होइन, काङ्ग्रेस चाहिएको होइन, करप्सन चाहिएको होइन। करप्सन कति छ भन्ने कुरा त यो देशमा म के भन्छु भने, यो देशमा मजबुत गरेर नेपालमा एउटा मजबुरी गरेर खाने मान्छे धेरै कम छन्। मैले पहिलेकै मेरो भिडियोहरूमा पनि मैले राखिसकेको छु, मेरो विचार व्यक्त गरिसकेको छु।
मजदुर काम गरेर खाने 10% मा 90% मान्छे त्यसै पालेका हुन्छ, त्यसै लुटेर पालिएका हुन्छ। आज केपी शर्मा ओली जब 76 जना मारेर चाहिँ भागेको इतिहासमा पहिलो मान्छे होला यसरी भाग्नु परेको। हेलिकप्टरबाट भाग्ने प्रधानमन्त्री नेपालको इतिहासमा पहिलो केपी ओली हो। त्यसरी कुलेलाम ठोक्नु परेको थियो। यदि त्यो दिन सेनाले सुरक्षा नदिएको भए धेरै नेताहरूको जस्तो यो केपी ओलीको त लास अनिवार्य गर्थे जनताले। यसरी भाग्नु परेको थियो। भागेर आएको बिरालो आज आएर कताको एउटा गुन्नु भन्ने गाउँमा मियाउ गर्दैछ अरे भन्ने कुरो बुझ्यो। यो जनतामाथिको घात हो। जनताले जे चाहन्छ त्यो चाहिने हो। यहाँ दुर्भाग्य के भइराखेको छ भने कानुन भनेको संशोधन परिस्थिति अनुसार संशोधन गरिनुपर्ने विषय हो। कानुन भनेको जब कानुन देशमा प्रत्यक्ष कार्यकारी चाहिँ हुनुपर्छ, महत्त्वपूर्ण कुराहरू विभागहरू प्रत्यक्ष कार्यकारी हुनुपर्छ र राष्ट्रपतिको ठाउँमा राजा अनिवार्य हुनुपर्छ। नेपालमा संवैधानिक राजतन्त्र हैन, संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था आधारित, संवैधानिक राजतन्त्र बहुदलीय व्यवस्थामा आधारित हुनुपर्छ। संवैधानिक राजतन्त्र र प्रजातन्त्र, बहुदलीय व्यवस्था र प्रजातन्त्र हुन आवश्यक छ। के बिग्रियो? राजा एउटा ठाउँमा रहेर देशको चाहिँ मुख्य नीतिहरूको विषयमा राजा रहने कुरा आफ्नो ठाउँमा छ। देश त नेता र पार्टीले चलाउने भनेर अहिले कुरा भइ नै सकेको छ। शासन सत्ता त नेताकै हातमा दिने हो त। जब नेताले भ्रष्टाचार नेपालमा भन्न खोजेको भनेको भ्रष्टाचार हो। हामीलाई नेताले खोज्ने खाने दैनिक खाने पानी कहाँबाट ल्याउँछ भन्ने कुराको प्रश्न हो। 5-7 जना गुन्डा पाल्दै हिँड्ने अगाडि पछाडि लाने त्यो पैसा कहाँबाट ल्याउँछ भन्ने प्रश्न हो। राजनीतिक दलले यतिका खालको पैसा फिजाउँदै हिँड्छ, त्यो पैसा कहाँबाट ल्याउँछ भन्ने प्रश्न हो। मलाई के लाग्छ भने राजनीतिक दलले एकपल्ट चुनाव जितिसकेपछि अर्को चुनावको लागि उसले डेफसबाट के गर्छ, करप्सन गर्छ। यति धेरै अनब्यालेन्स सरकार हुने जस्तो एउटाले गर्न खोज्या हुन्छ, एउटा नेताले अब त्यो नेता राम्रो नेता पर्या हुन्छ। र अर्को कुरा मैले महत्त्वपूर्ण यहाँ तपाईँहरूलाई के सन्देश दिन खोजिराखेको छु भने महत्त्वपूर्ण कुरा चाहिँ यो भने अब नेपाल सरकारको गभर्मेन्टबाट जति पनि पैसो अथवा स्यालेरी अथवा राज्य कोषको ढुकुटीबाट जाने पैसोको लागि चाहिँ हरेक नियुक्तिमा योग्यताको आधारमा उसको चाहिँ क्षमताको आधारमा र उसको चाहिँ एक्टिभनेसको आधारमा दिनुपर्छ। जस्तो म अब यहाँनिर कुरा केटी नेपाल प्रहरी यस्तो नेपाल प्रहरीलाई राजनीतिक दलले यस्तो घुसिया बनाएका छन् कि नेपाल प्रहरी जुनको सरकार आयो त्यसैसँग घुँडा टेक्न बाध्य हुन्छ। हजुर भनेर कमान्डोले थापिहाल्छ अथवा ब्रिफकेस लिएर हिँड्छ। तर नेपाल सरकारलाई यो सबैभन्दा स्ट्रङ चाहिँ कानुनी राज्यमा विधान बनाइसकेपछि विधान बनाउने काम मात्रै उसले अरू के पनि गर्दैन। संविधान बनाउने, विधान बनाउने काम कसले गर्छ? नेताले गर्छ। अब त्यसपछि अब नेताले के पनि गर्छ भने कानुन बनाइसकेपछि त्यसको कार्यान्वयन कसले गर्छ? कार्यपालिकाले गर्छ। र कानुनको व्याख्या चाहिँ न्यायपालिकाले गर्छ। जब न्यायपालिका यति स्वतन्त्र हुनुपर्छ देशमा, न्यायपालिकाको प्रधान न्यायाधीश नियुक्त गर्दाखेरि लोकसेवाले गर्नुपर्छ, नट राजनीतिक दल नियुक्त गर्ने होइन। र अब मैले के भने कानुनभन्दा अन्य कारबाही गर्ने अन्य शक्ति र संस्था हुनु हुँदैन। यदि कुनै पनि व्यक्तिले कानुनी उल्लङ्घन गर्छ, भ्रष्टाचार गर्छ भने न्यायपालिकाले उसलाई दण्ड जरिवाना गर्नुपर्छ। न्यायपालिका एकदम सक्षम हुनुपर्छ। अहिले हेर्दै जाउँ, अहिलेको सरकारले केपी ओलीले अँठाउन सकेका छैन। महेश बस्नेतलाई अँठाउन खुट्टा लग कमाएको छ होइन। रमेश लेखकलाई अँठाउन खुट्टा, यो कारण के हो त? यिनीहरू आफ्नो भरोसामा छैन। भोलि 6 महिनापछि यिनीहरू नै आउने हुन्, यिनीहरूले हामीलाई कर्याप झर्याप पार्छन् भन्ने तरिकाले कमाइराखेका छन्।
यो के चाहिँ हुनुपर्छ भने प्रत्यक्ष कार्यकारी सबै जनताले यिनीहरूको सेटिङबाट भएको नेतालाई हामीले प्रधानमन्त्रीमा हामी प्रत्यक्ष म आफू मेरो देशको प्रधानमन्त्री म छान्छु, व्यक्तिले छान्नुपर्छ र बहुमतको आधारमा प्रधानमन्त्री हुनुपर्छ। म यही कुरालाई मान्यता राख्दै म नेक्स्ट भिडियोहरूमा पनि आउँछु है।